कि हामीले होइन सो द्याट्स वाइ मैले आफै फिगर आउट गरेँ यो कुरा है साइकोलोजी चाहिँ पढेर आउनुपर्छ भन्ने कुरा फिल्डमा हेर्नुहोस् न एभ्री डे जस्तो नयाँ नयाँ टिमसँग काम गर्नुपर्छ नयाँ मान्छेहरूसँग काम गर्नुपर्छ एउटा फिल्म गर्दाखेरि हन्ड्रेड्स अफ मेन्टालिटी होइन 100जना मान्छे हुन्छ एउटा फिल्ममा लगभग 100जना टिम मेम्बर हुन्छ एउटा अहिले पनि हेर्नुहोस् यहाँ सुटिङ सेटमै छौँ हामी अहिले पनि यहाँ लगभग 50जना 60जना मान्छे हुनुहुन्छ सबैजनाको दिमाग डिफ्रेन्ट छ सबैजना मान्छेहरू कहाँबाट आउनु भएको छ थाहा छैन आज त सबै मैले त लगभग 3-4जनादेखि बाहेक सबैजना नयाँ फेस देखिरहेको छु आज होइन सो हामीले अब दिनभरि आई निड टु वर्क अराउन्ड देम के सो यस्तो सराउन्डिङमा काम गर्नुपर्छ जो चाहिँ हामीलाई थाहै छैन नचिनेको मान्छेहरूसँग काम गर्नुपर्छ हामीले फिल्म गर्दाखेरि 1 मन्थसम्म इनसाइड भ्याली आउट अफ भ्याली यस्तो टिमसँग एउटा फ्यामिली जस्तो भएर एडजस्ट भएर काम गर्नुपर्छ होइन सो एभ्री डे त्यो मेन्टालिटीहरू भेट हुन्छ तपाईँलाई प्रोजेक्टको लागि प्रपोज गर्न आउनुहुन्छ मान्छेहरू प्रोजेक्टको लागि कुरा गर्न आउनुहुन्छ नट नेसेसरी कुरा गर्न आउने मान्छेहरू एकचोटि भेट हुन्छ त्यसपछि लाइफ टाइम भेट हुँदैन त्यो काम पनि हुँदैन होइन सो यति धेरै चिजहरूमा डिल गर्नुपर्छ कि हामीले होइन सो द्याट्स वाइ How did you start your acting journey? वेल यो फिल्डमा आउनु चाहिँ मेरो कुनै पनि त्यस्तो प्लानिङ प्रिपेरेसन केही पनि थिएन आई वाज स्टडिङ माई ब्याचलर्स अनि कलेजको एउटा फङ्सनमा दे नोटिस्ड मी एन्ड द पिपल फ्रम द इन्डस्ट्री दे जस्ट प्रपोज्ड मी एट द टाइम अनि आई थट सिन्स मेरो कुनै पनि फ्यामिली ब्याकग्राउन्डहरू यो फिल्डमा हुनुहुन्न थियो अनि मैले सोचेको पनि थिएन लाइक आई वुड एभर बी विलिङ टु फेस द क्यामराज भनेर इन अ प्रोफेसनल वे सो आई थट इट वाज समथिङ भेरी डिफरेन्ट र लेट्स ट्राई भनेर मैले त्यत्तिकै एउटा त्यो अपर्च्युनिटीको रूपमा लिएर चाहिँ लाइक ऱ्याप गरेको बट द्याट टर्न आउट टु बी द बेस्ट डिसिजन अफ माई लाइफ बिकज डेफिनेटली त्यसले मेरो लाइफ नै चेन्ज गरेको छ एन्ड द जर्नी टुडे आई एम इन इज something that I really feel proud of, right? So it's been almost more than a decade that I'm working in this field as an actor. And trust me, 4 years को bachelor's मा नपाउने experience मैले प्र्याक्टिकल्ली त्यो एक्सपिरियन्स र त्यो नलेज लाइफको बारेमा एक्सपिरियन्सेसहरू चाहिँ मैले भोगेको छु सो या यो फिल्ड आई थिङ्क इट्स समथिङ द्याट बाहिरबाट हेर्दाखेरि इट लुक्स भेरी ब्राइट एन्ड इट लुक्स भेरी चेरिसेबल होइन तर द स्ट्रगल बिहाइन्ड इट इज भेरी डिफरेन्ट सो जतिजनाले पनि यो फिल्डमा आउन चाहिरहनु भएको छ बाहिर हेरेर भन्दाखेरि पनि अलिकति आफूलाई प्रिपेयर गरेर र यो फिल्डको बारेमा कोही हुनुहुन्छ आफ्नो सराउन्डिङ्समा जसले चाहिँ काम गरिरहनु भएको छ अथवा अवेर जो हुनुहुन्छ उहाँहरूबाट चाहिँ अलिकति गाइडेन्स लिएर स्टार्ट गर्दाखेरि चाहिँ आई थिङ्क बेटर हुन्छ जस्तो लाग्छ किनभने डेफिनेटली स्टार्ट गर्दै गरेको लागि यो एउटा कम्प्लिटली नयाँ ठाउँ हो नयाँ प्लेटफर्म हो र यहाँ कसरी काम हुन्छ भन्ने अलिअलि हामीलाई टेक्निक्सहरू अलिअलि नलेजहरू थाहा भएर आउँदाखेरि आफूले आफूलाई अलिकति धेरै कन्फिडेन्ट पनि राखिन्छ र जुन फिल्डमा आइसकेपछि हामीले इन्भेस्ट गर्ने टाइम हुन्छ यो सबै लर्निङ्सको लागि त्यो टाइम पनि सेफ हुन्छ त्यो त्यो टाइम चाहिँ हामीले चाहिँ आफ्नो पर्फर्मेन्सलाई इन्हान्स गर्नतिर चाहिँ टाइम दिन सक्छौँ होइन सो इट्स बेटर अलिकति आफूलाई प्रिपेयर गरेर आएको राम्रो प्लस एजुकेसन इज भेरी इम्पोर्टेन्ट डिसिप्लिन इज भेरी इम्पोर्टेन्ट जस्तो लाग्छ एन्ड पेसेन्स सबभन्दा ठुलो कुरा पेसेन्स एज आई सेड इट्स बिन मोर देन अ डिकेड वर्किङ इन दिस फिल्ड होइन सो यति धेरै डिकेड्ससम्म काम गरिसक्दाखेरि पनि टुडे आज पनि एउटा जुन सेटमा म काम गरिरहेको छु इट फिल्स लाइक द भेरी फर्स्ट टाइम आई एम फेसिङ अ क्यामरा कि सो हरेक दिन हरेक काम गर्ने प्याटर्न हरेक टिमहरू डिफ्रेन्ट हुन्छ एभ्रिथिङ इज सो न्यू एभ्री डे एभ्री वर्क इज न्यू होइन सो आफूलाई एडप्ट गर्नको लागि चाहिँ आई थिङ्क इट्स भेरी इम्पोर्टेन्ट हामीले एउटा पेसेन्स लेभल चाहिँ राख्नुपर्छ जस्तो लाग्छ सो डोन्ट एक्सपेक्ट थ्रु आउट नाइट नै यति धेरै सक्सेस एक्सपेक्ट पनि नगरौँ आफ्नो बेस्ट दिँदै जाउँ र आफू जेमा आफूलाई चिन्ने प्रयास पनि गरौँ आफू जेमा पर्फेक्ट छौँ त्यही चिजलाई अझै त्यही चिजमा चाहिँ वर्क गरौँ र आई थिङ्क अलिकति या सबभन्दा इम्पोर्टेन्ट चाहिँ अलिकति प्रिपेरेसन र अवेरनेस चाहिँ चाहिन्छ जस्तो लाग्छ सो र आफूलाई के गर्नु छ आई थिङ्क क्ल्यारिटी पनि चाहिन्छ के गर्न हामी चाहिँ यहाँ यो फिल्डमा के को लागि आएको छौँ यत्तिकै रमाइलो गर्न आएको हो कि अथवा एउटा करियर बनाउनको लागि आएको हो कि होइन एउटा प्रोफेसन अथवा पैसा कमाउन आएको हो कि सो आई थिङ्क त्यो डिरेक्सन चाहिँ क्लियर हुनुपर्छ त्यो डिरेक्सन क्लियर भइसकेपछि चाहिँ
त्यही अनुसारको काम गर्यो भने आई थिङ्क डेफिनेटली आफू जे मोटिभ लिएर आएको छ त्यो कुरामा चाहिँ सक्सिड हुन्छ जस्तो लाग्छ। What challenges do new people face in the film industry? अहिलेको टाइममा जुन टाइममा हामी आएको थियौँ स्टार्ट गर्दाखेरि आई थिङ्क सोसियल मिडिया त्यति एक्टिभ थिएन र हामी यति धेरै जजमेन्ट्सको लागि जुन ब्याकल्यासहरू भइरहेको हुन्छ हरेक चिजमा त्यो चिजहरू हामीले त्यति धेरै भोग्नु परेन। त्यसले गर्दाखेरि हाम्रो स्टार्टिङ अलिकति सजिलो भएको हो कि ओपिनिएटिभ त्यति धेरै थिएन अडियन्सहरू जस्तो लाग्छ र हामीले पनि आफ्नो प्लेटफर्मलाई त्यति धेरै सोसियल मिडियामा त्यति धेरै युज गर्न पाएको थिएनौँ जस्तो लाग्छ। त्यति ट्रान्सपेरेन्सी अलिकति कम थियो। तर अहिले के छ लाइक उठेदेखि सुतिन्जेलसम्मको हरेक एक्टिभिटीहरू क्याप्चर पनि हुन्छ र कतिजनाले त्यही चिजलाई प्रोफेसन पनि बनाइरहनु भएको छ। हाम्रो प्राइभेट लाइफ चाहिँ पहिलाको भन्दा अझ बढी ट्रान्सपेरेन्ट भएको छ जस्तो लाग्छ। सो त्यसले गर्दाखेरि हरेक ठाउँमा कन्सियस हुनपर्ने, हरेक चिजमा जज्ड हुनपर्ने र यो कुराले चाहिँ हामीलाई इमोसनली मेन्टली धेरै कुराले अफेक्ट गरिरहेको हुन्छ जस्तो लाग्छ। सो आई थिङ्क मेन्टल पिस इज भेरी इम्पोर्टेन्ट। आफूलाई त्यही भएर यो सोसियल मिडिया यति धेरै एग्रेसिभली हामी सबैजनाले एउटा प्लेटफर्म युज गरिरहेछौँ यो प्लेटफर्मलाई होइन, त्यो प्लेटफर्मलाई पनि करेक्ट वेमा कसरी युज गर्ने, किनभने सोसियल मिडियाले ओभरनाइट कसैलाई एकदमै धेरै हाइपमा लिएर आइदिन्छ होइन, नसोचेको मान्छेलाई कुनै एउटा चिजले जुन हामीले पनि एक्सपेक्ट गरेको हुँदैनौँ र कसैको चाहिँ करियर नै पनि यति राम्रो भइरहेको ठाउँमा आउट अफ नोवेयर एकदम डाउन भइरहेको पनि हामीले देखिरहेको छ। सो डाउनफल र राइजको त्यो जुन एउटा रेसियो छ त्यो चाहिँ एकदमै डगमगाएको छ जस्तो लाग्छ। सो यो कुराको लागि चाहिँ प्रिपेयर भएर आउनुपर्छ कि आई थिङ्क अलिकति जे चिज अडियन्सले हामीबाट जे एक्सपेक्ट गरिरहनु भएको छ त्यो चिजलाई चाहिँ कतिसम्म हामीले प्रेजेन्ट गर्ने सोसियल मिडियामा, आफ्नो प्राइभेट लाइफ कति प्रेजेन्ट गर्ने र प्रोफेसनल लाइफ कति प्रेजेन्ट गर्ने भन्ने कुरा चाहिँ हामीले स्टार्ट गर्दाखेरि र अहिलेको टाइममा धेरै डिफ्रेन्ट छ। अब हामी चाहिँ यो सबै चिजहरू बिस्तारै बिस्तारै एडप्ट गर्दै आइसकेका छौँ होइन। आई थिङ्क हामी यस्तो जेनेरेसन हो जो चाहिँ बिचमा छौँ कि हामीभन्दा अगाडिको जेनेरेसन जसले चाहिँ सोसियल मिडिया केही पनि देख्नु भएको छैन उहाँहरूको पनि त्यो फेज पनि देख्यौँ र अहिले एकदम हाइपर सोसियल मिडिया जुन एक्टिभली अगाडि आइरहेको छ त्यो फेजलाई पनि हामीले देखिरहेको छौँ। सो त्यसले गर्दाखेरि हामी चाहिँ बिचमा छौँ र वी आर वेल अवेर अबाउट लाइक वाट इज गोइङ टु ह्यापन एन्ड वाट युज टु बी बिफोर भनेर। तर अहिले आइरहनु भएकोहरूलाई चाहिँ त्यो फेज नदेख्नु भएकोले चाहिँ अलिकति गाह्रो हुन्छ मेन्टेन गर्नको लागि जस्तो लाग्छ। सो आई थिङ्क यही कुरा नै हो, हामीले सबैभन्दा पहिला चाहिँ अवेरनेस अलिकति नलेज स्किल्सहरू अलिकति डेभलप गरेर चाहिँ आई थिङ्क यही कुराहरूलाई चाहिँ कसरी ह्यान्डल गर्ने भन्ने चिजमा चाहिँ अलिकति अवेर भएर आउँदाखेरि चाहिँ बेटर हुन्छ जस्तो लाग्छ। Can an actor be financially stable? त्यही मैले आई थिङ्क अघि पनि मेन्सन गरेँ मैले। सो वाट इज योर गोल के हो त तपाईँको भन्ने कुरामा फरक पर्छ। तपाईँलाई एउटा राम्रो एक्टर हुनु छ कि तपाईँलाई एउटा कमर्सियल एक्टर हुनु छ, अथवा तपाईँ के मोटिभले आइरहनु भएको छ। तपाईँ पैसा कमाउने मोटिभले आइरहनु भएको छ भने दिस इज नट द प्लेटफर्म। म चाहिँ यो अनेस्टली भन्न सक्छु बिकज यो फिल्डमा आएर चाहिँ म एकदम धनी हुन्छु म एकदम पैसा कमाउँछु भनेर चाहिँ आई थिङ्क दिस इज नट द राइट प्लेटफर्म। यो प्लेटफर्म भनेको हामीले स्किल्स र आफ्नो ट्यालेन्ट बेच्ने ठाउँ हो र त्यो अनुसारको कति हामीलाई अडियन्सले एक्सेप्ट गर्नुहुन्छ त्यो अनुसारको हामीले पाउँछौँ होइन। सो आई थिङ्क इट्स बेटर त्यो पर्सपेक्टिभबाट हेर्ने भन्दा पनि आफ्नो स्किल्सलाई चाहिँ सेल गरेर चाहिँ आएको पैसाले चाहिँ अब तपाईँ सर्भाइभ हुनलाई रेडी हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा चाहिँ म्याटर गर्छ। अब हामी अहिलेसम्मको 10-11 वर्ष भएर आइसक्दाखेरि चाहिँ अहिले वी आर स्टेबल, तर यो फेजमा आउनको लागि आई थिङ्क यु निड टु गो थ्रु अ लट अफ थिङ्स होइन, प्लस एकदम धेरै पेसेन्स पनि चाहिन्छ अनि एकदमै धेरै टाइम पनि लाग्छ। फाइनेन्सियली स्टेबल भएर बस्नको लागि एउटा प्रोफेसनल इस्टाब्लिस्ड एक्टर भएर बस्नको लागि चाहिँ टाइम चाहिन्छ। द्याट्स वाइ पेसेन्स इज भेरी इम्पोर्टेन्ट। र हामीलाई अहिले सोध्नुहुन्छ भने अहिले यो फेजमा वी आर भेरी ह्याप्पी विथ वाट एभर वी आर गेटिङ होइन। तर अब भर्खर स्टार्ट गर्नेहरूको लागि चाहिँ आई थिङ्क अलिकति गाह्रो नै छ। Have you attended any auditions or does it mostly work through PR? यस्तो हुन्छ अब मैले स्टार्ट गर्दाखेरि चाहिँ अडिसनको प्र्याक्टिस नै त्यति थिएन हाम्रो इन्डस्ट्रीमा।
जस्तै अब अहिले बलिउड हलिउडमा हेरिन्छ त्यो त पहिलेदेखिको एकदमै ओल्ड प्र्याक्टिस भयो होइन हाम्रोमा चाहिँ मैले स्टार्ट गर्दाखेरि चाहिँ त्यस्तो अडिसन भनेको के हो भन्ने कुरा कतिजनालाई थाहा पनि थिएन कि सो मैले अघि पनि भनेँ मेरो स्टार्ट भनेको चाहिँ कलेजमा मलाई एउटा अलिकति आउटस्ट्यान्ड भएको थिएँ म एउटा कुनै पनि कम्पिटिसनमा त्यो देखेर चाहिँ उहाँहरूले आई थिङ्क सेकेन्ड डु इट भनेर मलाई चुज गर्नुभयो हो सो यही एउटा इन्ट्युसन ले चाहिँ कतिजनाले चाहिँ काम गर्नुभयो इन्डस्ट्रीमा होइन र अहिले पनि त्यस्तो चल्छ तर ह्याभिङ सेड द्याट अहिले अडिसनको प्र्याक्टिसहरू पनि भइरहेछ तर मैले चाहिँ अहिलेसम्म मैले गरेको फिल्महरूको लागि चाहिँ अडिसन गरेर पास भएर आएको चाहिँ मैले कुनै पनि काम गरेको छैन तर एक दुईवटा प्रोजेक्टहरू थियो जुनमा चाहिँ अडिसनहरू मैले गरेँ र इभन बाहिरको लागि पनि एक दुईचोटि ट्राई गर्दाखेरि अडिसनहरू पनि दिएको छ र अडिसन हाम्रोमा चाहिँ अब एज एन अहिलेको हामी एउटा इस्टाब्लिस्ड एक्टर्सहरूको लागि चाहिँ अडिसन भन्नाले एकदमै प्रपर अडिसन त्यस्तो चाहिँ हुँदैन तर इन्फर्मल अडिसन हुन्छ भनौँ न इट्स लाइक सुट हुन्छ कि हुँदैन यो क्यारेक्टरमा भन्ने कुरा चाहिँ किनभने हाम्रो यति धेरै काम देखिसक्नु भएको छ मेकर्सहरूले पनि होइन सो आई थिङ्क इट्स इजी फर देम टु चुज कि को बेस्ट हुन्छ हुँदैन भन्ने कुरा चाहिँ आई थिङ्क उहाँहरू आफैमा धेरै क्यापेबल हुनुहुन्छ सो उहाँहरूले जसलाई चुज गर्नुहुन्छ आई थिङ्क दे आर भेरी कन्फिडेन्ट कि उहाँहरूले यो गर्न सक्नुहुन्छ भनेर सो त्यति धेरै अडिसन चाहिँ अहिले त्यस्तो दिनु परेको चाहिँ छैन How can new people find information about upcoming auditions? अब अहिलेको लागि सबैभन्दा ठुलो अडिसन प्लेटफर्म भनेकै टिकटक हो जस्तो लाग्छ मलाई होइन आई थिङ्क सो किनभने टिकटकमा यति धेरै ट्यालेन्टहरू आउनु भएको छ अनि कतिजनाले आफ्नो देखाइरहनु भएको हुन्छ पर्फर्मेन्सहरू पनि आई थिङ्क इट्स अ भेरी इजी प्लेटफर्म अब जस्तो जमाना छ त्यही अनुसार चल्ने हो होइन र जस्तै कास्टिङ कल्सहरू पनि आइरहेको हुन्छ कति धेरै देखिरहेको हुन्छौँ हामीले फिल्म अब हामी त फिल्म मेकरहरूकै उसमा छौँ होइन सर्कलमा छौँ इभन सोसियल मिडियामा पनि सो उहाँहरूको कम्पनीहरूले कतिजनाले त डिक्लेयर गरिरहनु भएको हुन्छ सोसियल मिडियाको थ्रुबाट अडिसन गर्दैछौँ हामी यो भनेर होइन त्यो एउटा छँदैछ र अर्को चाहिँ कस्तो पनि हुँदो रहेछ भन्दाखेरि आई थिङ्क हामी नेपालमा लिमिटेड एक्टर्सहरू हुनुहुन्छ कि फिल्म फ्याटर्निटी नै एकदमै लिमिटेड एक्टर्सहरूको वरिपरि घुमिरहेछ जस्तो लाग्छ त्यही भएर पनि कोही एक्टरहरू यति धेरै बिजी हुनुहुन्छ उहाँहरूको 2-3 वर्षसम्म टाइम पनि छैन सो कति धेरै एक्टरहरू चाहिँ एज एन रिप्लेसमेन्टको हिसाबले बसिरहनु भएको हुन्छ अप्सन्सको हिसाबमा बसिरहनु भएको हुन्छ सो फ्यु देयर आर सर्कल्स अफ एक्टर्स जो चाहिँ 10-15 इयर्सदेखि काम गरिरहनु भएको छ आई थिङ्क इन्डस्ट्री त्यही एक्टर्सहरूकै वरिपरि नै घुमिरहेको छ र नयाँहरूले पनि काम त गरि नै रहनु भएको छ तर इट्स भेरी डिफिकल्ट तर त्यो भन्दैमा फेरि अहिले आफू जुन ठाउँमा बसेर काम गरिरहेको छु त्यो हेर्दाखेरि मैले काम गरेकै त यत्रो वर्ष भइसक्यो भनेपछि एटलिस्ट उहाँहरूले नयाँ न्यू कमर्सहरूको लागि सबैभन्दा ठुलो च्यालेन्ज भनेकै किप अन डुइङ होला के हुन्छ नि त्यो कन्टिन्यू आफ्नो स्ट्रगल कन्टिन्यू गर्नु नै उहाँहरूकै सबभन्दा ठुलो स्ट्रगल हो हाम्रो लागि स्ट्रगल के थियो इन्डस्ट्रीमा आएर भिज्न सबैभन्दा ठुलो स्ट्रगल थियो इन्डस्ट्रीमा आइसकेपछि यहाँको सराउन्डिङसँग कोप अप हुनको लागि यहाँको मान्छेहरू चिन्नको लागि यहाँ कसरी वर्क नेचर बुझ्नु नै हाम्रो लागि चाहिँ स्ट्रगल त्यो भयो होइन र अझैसम्म पनि हामीले बुझिसकेका छैनौँ बल्ल बल्ल अलिअलि बुझ्न थालेको छ अहिले होइन सो अब नयाँ आउनेहरूको लागि चाहिँ सबैभन्दा ठुलो स्ट्रगलै आई थिङ्क एउटा कुनै पनि टिममा काम गर्नको लागि हो एउटा राम्रो टिम पाउनु हो र अब यसको लागि अब के छ त अप्सन भन्दाखेरि आई थिङ्क अब डु वाट यु आर डुइङ अरू त के छ यही हो अब हामीसँग यति धेरै ट्रान्सपरेन्ट प्लेटफर्महरू छ टिकटक छ फेसबुक छ अनि यही थ्रुबाट नै अब आफ्नो ट्यालेन्टहरू देखाइरहने कहिले कहाँको देखेर क्लिक हुन्छ थाहा हुँदैन What do you think about casting coach? मलाई पनि थाहा छैन त्यो विषयमा त आई हेभ अल्सो नेभर हर्ड बाहिर सुन्या छ बाहिरकोमा यस्तो हुन्छ अरे भनेर हाम्रोमा त्यही हो मेन त कास्टिङ डिरेक्टर भन्ने नै एकदमै कम हुनुहुन्छ आई डोन्ट थिङ्क हाम्रो फिल्म इन्डस्ट्रीमा मलाई अहिलेसम्म पनि कुनै पनि फिल्मको प्रपोजल चाहिँ कास्टिङ डिरेक्टरबाट आएको छैन मैले काम गरेको टिमहरूमा कास्टिङ डिरेक्टर हुँदैन कोही पनि इट्स आइदर डिरेक्टर प्रोड्युसर ओर राइटर हाम्रोमा कास्टिङ डिरेक्टर्सहरू नै वहीँ हो धेरै जस्तो फिल्ममा तर अब अहिले प्र्याक्टिस आइरहेछ भने थाहा छैन मलाई बट देन स्टिल मैले काम गरिरहेको कुनै पनि प्रोजेक्टमा चाहिँ कास्टिङ डिरेक्टर हो म भनेर कल आएको छैन मलाई सो द्याट इज मेबी द्याट्स द रिजन कास्टिङ काउचको त्यो चाहिँ छैन अब इन्टरनल्ली त यस्तो इस्युजहरू त अब नट ओन्ली इन दिस फिल्ड तर धेरै फिल्डमा भइरहेको हुन्छ हाम्रो अलिकति ट्रान्सपेरेन्ट हुन्छ र
त्यो कुराले चाहिँ अलिकति नर्मल अडियन्सहरूको पनि चासोको विषय भयो हाम्रो फिल्ड चाहिँ त्यसले गर्दाखेरि थाहा हुन्छ कतिपय कुराहरू भित्रभित्रको कुराहरू तर अब त्यस्तो भनेर चाहिँ पीडितै भएर आएकोहरू चाहिँ त्यस्तो धेरै सुनेको चाहिँ छैन अब भित्रभित्र हुन्छ भने चाहिँ त्यो मलाई चाहिँ त्यस्तो आइडिया छैन हामीले चाहिँ त्यस्तो कहिले पनि फेस गर्नु परेन Is social media the only way to get casting or audition calls? अरू के छ अप्सन आई डोन्ट नो तपाईँलाई थाहा छ भने भनिदिनुहोस् मैले त अहिले कुनै अप्सन देखेको छैन सोसियल मिडिया नै हो इभन अब हाम्रो प्रमोसन सोसियल मिडिया नै सबैभन्दा एक्टिभ स्पट भएको छ प्रमोसनको लागि तपाईँ अहिले कुनै पनि फिल्म सोसियल मिडियामा नराख्नुहोस् कसैलाई पनि थाहा नै हुँदैन प्रमोसनको सबैभन्दा ठुलो स्ट्रङ मिडियम नै सोसियल मिडिया भएको छ त एभ्रिथिङ लाइफ इज अ सोसियल मिडिया अहिले हाम्रो लाइफै सोसियल मिडिया भइसकेको छ होइन सो त्यसले गर्दाखेरि चाहिँ आई थिङ्क द्याट इज द ओन्ली थिङ अहिलेको जेनेरेसनको लागि चाहिँ वी आर भेरी सोसियल मिडियाले हामीलाई एकदमै धेरै कन्ट्रोल गरिसकेको छ हाम्रो लाइफ होइन सबै कुराहरू अब एउटा इजी एक्सेस पनि हो मान्छेले आफ्नो कुराहरू सबैको अगाडि फेस टु फेस बोल्न सकिरह हुँदैन यति धेरै इन्ट्रोभर्ट मान्छेहरू स्पेसली कमेन्ट्स सरी यो कन्भर्सेसन कताबाट कता गइरहेछ है तर अब जस्तै सोसियल मिडियामा तपाईँ हेर्नुहोस् न त्यो कमेन्ट गर्ने जो दर्शकहरू हुनुहुन्छ नि धेरै अब त्यो सेलिब्रिटीको कन्टेन्टमा आएर त्यो कहिलेकाहीँ नराम्रो कमेन्ट्सहरू गर्ने मान्छेहरू उहाँहरू भनेको चाहिँ कस्तो मान्छेहरू हो भने जसले चाहिँ फेस टु फेस कमेन्ट गर्ने मान्छेहरू को हुन्छ धेरै भनेको जसले फेस टु फेस आएर बोल्न सक्दैन धेरै जस्तो मान्छेहरू उनीहरूलाई त्यो सक्दैन नि त आँट हुँदैन नि त सोसियल मिडिया यस्तो प्लेटफर्म हो जहाँ चाहिँ त्यस्तो मेन्टालिटीलाई पनि इजी बनाइदिन्छ कि आएर चाहिँ कमेन्ट गर्नको लागि अनुहार हेर्नु पर्दैन केही गर्नु पर्दैन इट्स भेरी इजी टु थ्रो वर्ड्स अन पिपल के How do you handle controversy? कन्ट्रोभर्सी मेरो त्यस्तो सिभियर कन्ट्रोभर्सी चाहिँ केही पनि छैन जस्तो लाग्छ स्टिल आई डोन्ट नो अलिअलि कुराहरू त आइरहेको हुन्छ बट अब वी आर युज टु इट सुरुमा त भने नि त्यो हजारवटा कमेन्टमा कति 999 राम्रो कमेन्ट्स र एउटा नराम्रो कमेन्ट आयो भने त्यो एउटा नराम्रो कमेन्टले 1 महिना डिस्टर्ब हुन्थ्यो अब अहिले एउटा राम्रो कमेन्ट आउँछ र 999 नराम्रो कमेन्ट आउँछ भने त्यो एउटा राम्रो कमेन्टले जित्छ त्यो भइसकेका छौँ हामी वी आर युज टु इट एडप्ट भइसक्यो भनौँ न यो सबै चिजहरूबाट सो इट्स इजी सकेसम्म कन्ट्रोभर्सी नहोस् र त्योबाट बचौँ भन्ने नै हो प्रयास चाहिँ त्यसको लागि अलिकति त्यही ट्रान्सपेरेन्सी अलिकति कम गरिदिनु पऱ्यो सोसियल मिडियामा आफूले जति प्रोजेक्ट गर्छ त्यति नै देखिने त हो होइन सो आफू अलिकति राइट टाइममा अब दिमाग चलाउनुपर्छ त्यसको लागि छैन आउँदैन भने रुनलाई के गर्ने होला What are your thoughts on the problem of sexual harassment within the film industry? This is the reason तपाईहरुले इन्डस्ट्रीमा आउनु अगाडि चाहिँ रिसर्च गरेर अवेयर भएर टिमको बारेमा बुझेर कोसँग संगत गर्दै हुनुहुन्छ संगत इज भेरी इम्पोर्टेन्ट हैन आफ्नो सर्कल कस्तो बनाउँदै हुनुहुन्छ यही भएर नि प्रिपरेसन भनेकै यस्तै चीजको लागि हो इट्स नट बुक अगाडि राखेर पढ्ने प्रिपरेसन भन्दा पनि यस्तो चीजको लागि प्रिपेयर भएर आउनु पर्यो कि थाहा हुनु पर्यो बुझ्नु पर्यो मान्छेहरू सँग इन्टरेक्ट गर्नु पर्यो अलिकति बरु म त भन्छु साइकोलोजी पढेर आउनुहोस् यो फिल्डमा आउने मान्छेहरूले एकदमै हेल्प गर्छ तपाईले कुनै पनि प्रोजेक्टहरू डिल गर्नको लागि पनि र आफूले एक्टिङमा पनि यो चीजहरू धेरै इम्प्लिमेन्ट हुन्छ कि सो आई थिङ्क इट्स भेरी इम्पोर्टेन्ट साइकोलोजी चाहिँ पढेर आउनुपर्छ सो द्याट यु नो वाट कस्तो मान्छेसँग हामी डिल गर्दैछौँ भन्ने कुरा होइन सो यही कारणले हो आफू धेरै कुराहरूबाट प्रोटेक्ट हुन्छ इमोसनली फिजिकल्ली सोसियल्ली हुन्छ नि हरेक कुराबाट प्रोटेक्ट हुनको लागि चाहिँ अवेरनेस भेरी इम्पोर्टेन्ट सर्कल इज भेरी इम्पोर्टेन्ट डिसिप्लिन इज भेरी इम्पोर्टेन्ट तपाईँ जति डिसिप्लिन्ड हुनुहुन्छ कोही पनि अगाडिको मान्छेले आएर हतपत तपाईँसँग नराम्रो केही गर्न सक्दैन बिकज आफू यस्तो चिजहरूमा चाहिँ आफू जस्तो हो त्यस्तै पनि आउँछ कि कहिलेकाहीँ रिस्पोन्सहरू सो त्यसले गर्दाखेरि चाहिँ अलिकति आफूले आफैलाई सेल्फ प्रोटेक्सन पनि एकदमै इम्पोर्टेन्ट छ सो यही नै हो प्रिपरेसन भनेकै यही कुरा हो हुन्छ अब किनभने हामी यो फिल्डमा हेर्नुहोस् न एभ्री डे जस्तो नयाँ टिमसँग काम गर्नुपर्छ नयाँ मान्छेहरूसँग काम गर्नुपर्छ एउटा फिल्म गर्दाखेरि हन्ड्रेड्स अफ मेन्टालिटी होइन 100 जना मान्छे हुन्छ एउटा फिल्ममा लगभग 100 जना टिम मेम्बर हुन्छ एउटा
अहिले पनि हेर्नुहोस् यहाँ सुटिङ सेटमै छौँ हामी अहिले पनि यहाँ लगभग 50जना 60जना मान्छे हुनुहुन्छ सबैजनाको दिमाग डिफ्रेन्ट छ सबैजना मान्छेहरू कहाँबाट आउनु भएको छ थाहा छैन आज त सबै मैले त लगभग 3-4 जनादेखि बाहेक सबैजना नयाँ फेस देखिरहेको छु आज होइन सो हामीले अब दिनभरि आई निड टु वर्क अराउन्ड देम के सो यस्तो सराउन्डिङमा काम गर्नुपर्छ जो चाहिँ हामीलाई थाहै छैन नचिनेको मान्छेहरूसँग काम गर्नुपर्छ हामीले फिल्म गर्दाखेरि 1 मन्थसम्म इनसाइड भ्याली आउट अफ भ्याली यस्तो टिमसँग एउटा फ्यामिली जस्तो भएर एडजस्ट भएर काम गर्नुपर्छ होइन सो एभ्री डे त्यो मेन्टालिटीहरू भेट हुन्छ तपाईँलाई प्रोजेक्टको लागि प्रपोज गर्न आउनुहुन्छ मान्छेहरू प्रोजेक्टको लागि कुरा गर्न आउनुहुन्छ नट नेसेसरी कुरा गर्न आउने मान्छेहरू एकचोटि भेट हुन्छ त्यसपछि लाइफ टाइम भेट हुँदैन त्यो काम पनि हुँदैन होइन सो यति धेरै चिजहरूमा डिल गर्नुपर्छ कि हामीले होइन सो द्याट्स वाइ मैले आफै फिगर आउट गरेँ यो कुरा है यो साइकोलोजी चाहिँ पढेर आउनुपर्छ भन्ने कुरा या एकदमै अलि अगाडि नै एकदम काउन्सिलिङ गरेर सबै कुराहरू हुन्छ नि मेन्टली एकदमै स्ट्रङ भएर आयो भने चाहिँ आई थिङ्क धेरै सजिलो हुन्छ धेरै सजिलो हुन्छ थ्याङ्क यू सो मच वर्षाजी यो तपाईँको यति प्रक्रियाले प्रतिक्रियाले धेरै नयाँ मान्छेले केही न केही पक्कै पनि आई होप सो थ्याङ्क यू सो मच